त्यसै गरी अब यो कार्यक्रमलाई अगाडि बढाउँदै अब कार्यक्रमको छोटो समीक्षा गरिदिनु हुन हाम्रा बाल साहित्यकार श्री पुरुषोत्तम पाण्डेज्यूलाई विनम्र अनुरोध गर्दछौँ। ज्ञानी ध्यान बसे यही बगरमा सिक्दै नयाँ साधना। ज्ञानी ध्यान बसे यही बगरमा सिक्दै नयाँ साधना। शास्त्रैमा बहसै गरी मुनिहरू गर्थे नयाँ कामना। नेपाली वनका पहाड झरना घुम्ने छ यो चाहना। नेपाली वनका पहाड झरना घुम्ने छ यो चाहना। पाखाले कफुलो सधैँ नयनमा सौन्दर्यको आगना। पाखाले कफुलो सधैँ नयनमा सौन्दर्यको आगना। सुन्दर नेपालको आँगनमा सुशोभित ससाना बालबालिकाहरूको समुज्जल भविष्य खोज्दै रचनात्मक र सृजनात्मक कार्यक्रम मार्फत अब्बल नागरिक निर्माण गर्नका निम्ति निरन्तर क्रियाशील देशकै प्रतिष्ठित संस्था न्यू होराइजन आवासीय माध्यमिक विद्यालयले बालबालिकामा रचनात्मक सृजनात्मक र जीवनोपयोगी शिक्षा प्रदान गर्नका लागि सृजनशील बनाउने हेतुबाट गरेको यो बाल साहित्य महोत्सव, यो विद्यालयको 35औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको सन्दर्भमा गरिएको यो कार्यक्रमका अध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथि, मेरा मार्गदर्शक, मलाई बाल साहित्यको क्षेत्रमा अगाडि बढ्नका निम्ति उत्प्रेरणा दिनुहुने आजको कार्यक्रमका प्रमुख अतिथिज्यू, त्यसैगरी आजका कार्यक्रमका समीक्षक, मेरा शुभेच्छुक व्यक्तित्व, त्यसैगरी आजको यस कार्यक्रमलाई भव्य र सभ्य बनाउनका निम्ति खट्नुहुने होराइजनका प्राचार्यज्यू, उहाँ मेरो शुभेच्छुक हुनुहुन्छ। त्यसैगरी उपप्राचार्यज्यूहरू, विभिन्न तहगत संयोजकज्यूहरू र यत्रो भव्य र सभ्य कार्यक्रम गर्नका निम्ति खट्नुभएका यो न्यू होराइजन साहित्य वाटिकामा सम्बद्ध सम्पूर्ण साथीहरू र आजको यस कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि र अभिभावकज्यूहरू, यस विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यार्थी भाइ बहिनीहरूमा म लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल रूपन्देहीको अध्यक्ष तथा साहित्यकार पुरुषोत्तम पाण्डेको तर्फबाट न्यानो अभिवादन टक्र्याउन चाहन्छु। आज मलाई गर्व लागेको छ, हामी कापीका पानामा अक्षरको खेती गर्ने मान्छेहरूलाई यसरी होराइजनले बोलाएर हाम्रा आफ्ना विचारहरू राख्ने र बालबालिकासँग नजिक हुन पाउने र बालबालिका कविताहरू, गीत लगायतका विभिन्न निबन्ध, वक्तृताहरू सुन्ने अवसर प्रदान गर्नुभयो। त्यसको लागि त म सर्वप्रथम विद्यालय परिवारलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हामी जस्तो छौँ अरूलाई त्यस्तै देख्न चाहन्छौँ। म कलममा चल्ने मान्छे, कलमबाट बाँच्ने मान्छे, मैले त्यस्तै मान्छे सिर्जना गर्न सकौँ भन्ने मलाई लाग्छ। आजका प्रमुख अतिथि, समीक्षक, कति साहित्यकार साथीहरू गइसक्नुभयो, उहाँहरूलाई पनि पक्कै आनन्द लागेको छ, किनकि होराइजनले आज यस्तो कार्यक्रम गरेर लेखनको क्षेत्रमा, साहित्य र अभिव्यक्तिको क्षेत्रमा महत्त्वपूर्ण एउटा कोसेढुङ्गाको काम गरेको छ भन्ने हामीलाई लागेको छ। सर्वप्रथम म आभार व्यक्त गर्छु र मलाई आजको यो कार्यक्रमको बारेमा समीक्षा गर्न भनिएको छ र सुरुमा यो समीक्षा अर्थात् आजको कार्यक्रमको औचित्य के कस्तो रह्यो भन्ने मेरो दृष्टिकोणबाट मेरो विचार राख्नेछु भने अन्त्यमा मैले केही बाल कविता सुनाएर बिदा हुनेछु। सर्वप्रथम त आजको यस कार्यक्रममा बिहान 11 बजेदेखि हामी ठिक 11 बजे आएका थियौँ। 11 बजे कार्यक्रम सुरु भएको थियो। बालबालिकाहरूले आफ्ना प्रस्तुति दिएका थिए। नृत्य गर्नु, हामीलाई लाग्छ साहित्य र नृत्य कति जोडिएको होला भन्ने लाग्न सक्छ। साहित्यसँग नृत्य जोडिएको छ, किनकि नृत्य गर्ने विद्यार्थी भाइ बहिनीहरूलाई उनीहरूको कायिक र वाचिक, उनीहरूले बोल्दाखेरि लिप सङ के भन्छ, उनीहरूले त्यो बनाउन सकेनन् भने नृत्यमा राम्रो हुन सक्दैन। अनि उनीहरूले त्यो गीत बुझेनन् भने त्यो नृत्य राम्रो हुन सक्दैन। उनीहरूको अभिव्यक्ति राम्रो भएन भने उनीहरूको नृत्य राम्रो हुन सक्दैन। त्यसैले आज प्रस्तुत भएका अधिकांश क्रियाकलापहरू साहित्यसँग जोडिएर आएका छन्। तसर्थ पनि यस मानेमा न्यू होराइजन संस्था अत्यन्त महत्त्वपूर्ण काम गरेको छ संस्थाले भन्ने मलाई लाग्छ।
र विविधताको प्रस्तुति यो कार्यक्रममा भएको छ। नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक हो। पूर्व मेचीदेखि पश्चिम महाकाली र उत्तरका सेताम्य हिमालदेखि लिएर तराईका समथर भूभागसँग बस्ने सम्पूर्ण मान्छेहरू हामी नेपाली हौँ। हामीलाई नेपाली हुनुमा गर्व छ। त्यो गर्व गर्न लायक यहाँ कार्यक्रम गरिएको छ, किनभने भिन्न जात जातिका वेशभूषामा यहाँ विद्यार्थी भाइ बहिनीहरूले आफ्नो प्रस्तुति गरेका छन्। हामी नेपाली, हाम्रो नेपाल भन्ने उद्घोष पनि त्यो कविता मार्फत सँगसँगै उनीहरूले प्रस्तुत गरेका गीत र नृत्यहरू मार्फत यो भएका छन्। यस मानेमा पनि आजको कार्यक्रम सफल छ भन्ने मलाई लाग्छ। सँगसँगै आज यो बाल साहित्य महोत्सव गरिरहँदा आज बिहान 4वटा विधामा 4 तरिकाबाट यहाँनिर प्रशिक्षण प्रदान गरिएको छ। उहाँ साहित्यकारहरू विदा भइसक्नु भएको छ। कृष्णदीप सिगदेल, अन्विका गिरी, अनुराधा र यसु श्रेष्ठले बिहान एउटा प्रशिक्षणमूलक कार्यक्रम गर्नुभएको छ। त्यसमा न्यू होराइजन आवासीय माध्यमिक विद्यालयका विद्यार्थी मात्र नभएर अन्य छिमेकी विद्यालयका विद्यार्थीहरूलाई समेत बोलाएर उनीहरूलाई पनि त्यो अवसर प्रदान गर्नुभएको छ। त्यो अत्यन्त मलाई राम्रो लाग्यो। बिहान 8 बजेदेखि 10 बजेसम्म चलेको कार्यक्रम पछाडि जुन 11 बजेदेखि अहिले हामीसँग यति बेलासम्म निरन्तर छौँ, यो कार्यक्रममा पनि विविध जस्तै पारिवारिक मेलका कुराहरू, हाम्रो संस्कार र संस्कृतिका कुराहरू यो कार्यक्रमले झल्काएको छ। अघि सानो छोरादेखि लिएर नातिका कुरा, हजुरबादेखिको कुरा, अनि हजुरआमाका कुरा, अनि संयुक्त परिवारका कुराहरू यहाँ गरिएको छ। आज मान्छेले सुख समृद्धि र सजिलोका निम्ति संयुक्त परिवारबाट विखण्डन हुँदै गरेको अवस्थामा बालबालिकामा हामीले हाम्रो नाता सम्बन्धलाई जोगाएर अगाडि बढ्न जरुरी छ। हाम्रो संस्कार र संस्कृति भुल्यौँ भने हामी अगाडि बढ्न सक्दैनौँ भन्ने जुन सन्देश विद्यार्थीहरूले दिएका छन्, आगामी दिनमा यस्ता कार्यक्रमले यहाँ निरन्तरता पाउनेछ भन्ने मलाई अपेक्षा छ। त्यसका साथसाथै अहिलेको युग भनेको विज्ञान र प्रविधिको युग हो। यो युगमा विद्यार्थीहरूलाई बिक्न र टिक्नका निम्ति बिक्ने बनाउन होराइजनले सक्छ, तर टिक्ने बनाउनका निम्ति विद्यार्थीहरूमा त्यो स्किल हुनुपर्छ। त्यो स्किलको निम्ति आजैदेखि त्यो हामीले क्षमता अभिवृद्धि गर्न पर्ने हुन्छ। અહીં पोडकास्ट भनेर विद्यार्थी भाइ बहिनीहरूले होराइजनको इतिहासदेखि वर्तमानसम्मका कुराहरूलाई प्रस्तुत गरे। अघि हाम्रो पूर्ववक्ता मेरो शुभेच्छुक डाक्टर शालिग्राम पौडेलले पनि भन्नुभएको थियो, यहाँनिर वक्तृताको प्रस्तुत गर्ने सन्दर्भमा पठन संस्कृतिको कुरा। आज पठन संस्कृति हराएको छ, अध्ययन गर्ने कुराहरू हराएका छन्। त्यसैले विद्यालयले विद्यार्थीहरूमा रचनात्मक कुरा गर्नका लागि मात्रै होइन, आफ्नो समाज संस्कृति बुझ्नका निम्ति पढ्नुपर्छ, लेख्नुपर्छ भन्ने कुराको लागि जोड दिँदै यो कार्यक्रम गर्यो। यो पनि अत्यन्त सराहनीय नै छ। त्यसका साथसाथै यो संस्थाले 2वटा पुस्तकहरू आज प्रकाशन गरेर विमोचन गर्ने काम गर्यो। ती जुन क्षितिजका कोपिलाहरू हामीले देख्छौँ, हामी मरेर पनि अमर हुने खालको काम गर्न सक्नुपर्छ, तब मात्र हामी जन्मिएको अर्थ हुन सक्छ। बच्चाहरूलाई त्यो बाटोमा लानका निम्ति होराइजनले त्यस्तो खालको प्लेटफर्म दिएर अगाडि बढेको छ। ती विद्यार्थी भाइ बहिनीहरूका रचना आज ती पुस्तकमा समावेश छन्। अघि प्रदेश स्तरको बाल साहित्यको समीक्षा गर्ने सन्दर्भमा पनि होराइजनको नाम आएको कुरा जुन सरले उल्लेख गर्नुभएको छ, त्यसले पनि होराइजनले दिएको योगदानको कुरालाई प्रष्ट पारेको छ। अर्कोतर्फ इचोज अफ क्रिएटिभिटी अर्थात् यो सृजनशीलताको प्रतिध्वनि भनेर जुन इङ्ग्लिसमा यो किताब प्रकाशन गरिएको छ, त्यसले पनि विद्यार्थीलाई विश्व बजारमा बिक्नका निम्ति एउटा काम गरेको छ। आज हामी जीवन जिउनका निम्ति एउटा कुरा प्रविधि जान्न पर्ने जरुरी छ, अर्को भाषा जान्न जरुरी छ, अर्को कुरा नलेजको कुरा आवश्यकता छ। यदि हामीसँग नलेज छ, हामीसँग इमेजिनेसन छ र हामीसित कोलाबोरेसन छ भने जीवनमा सफल हुन सकिन्छ। यिनै 3टा कुराहरूबाट यहाँको लोकनाथ उपाध्याय सर सक्सेस हुनुभएको, होराइजन सक्सेस भएको, हाम्रो कपिल सर सक्सेस हुनुभएको, हाम्रो शालिग्राम सर सक्सेस हुनुभएको। किनकि नलेज भयो भने नलेज पछि हामीले कल्पना इमेजिनेसनका कुरा गर्छौँ, इमेजिनेसन पछि मात्र फेरि के हुनेछ त भन्दा हामीले त्यसलाई जीवनमा कोलाबोरेसन गरेर समन्वय गरेर अगाडि बढ्न सक्छौँ। आज समन्वय गरेर हामीलाई जुटाउने काम गर्यो। विद्यार्थीका कुराहरू हामीले सुन्ने मौका पायौँ। यो एउटा महत्त्वपूर्ण कुरा छ। यी 2टा पुस्तकले पनि त्यो कुरा गरेका छ। त्यसपछि पठन संस्कृतिको कुरा मैले अघि भने, संस्कार र संस्कृतिका कुराहरूलाई पनि यसले जोड दिएको छ। समग्र हेर्दा आज विद्यार्थीहरूले बनाएका चित्रहरू त्यहाँनिर देखिएका छन्। विद्यार्थीहरूद्वारा विभिन्न खालका एक्जिबिसनका कुराहरू भेटिएको छ। त्यहाँ पुस्तक बिक्री वितरणका कुराहरू छन्। सँगसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने खालका कुराहरू आज यहाँ भएको भेटियो। तसर्थ होराइजनले एउटा महत्त्वपूर्ण काम गर्यो भन्ने मलाई लागेको छ। र मैले समीक्षाको हिसाबबाट आजको कार्यक्रमको परिदृश्यलाई हेरेर भन्दै गर्दा आज होराइजनले विगतका दिनमा पनि यहाँ हाम्रो साहित्य सङ्गम पनि यहाँ निरन्तर चलाउने कुरा भइरहेको छ। पटकौँ पटक हामीले यहाँको हलमा हामीले साहित्यिक गतिविधिहरू गरेका छौँ। त्यसमा यस संस्थाले साथ सहयोग र सपोर्ट गरिरहेको छ। तसर्थ पनि हामी होराइजनलाई साहित्यकारहरूको सम्पूर्ण साहित्यिक संस्थाको तर्फबाट हार्दिक आभार व्यक्त गर्छौँ। किन हामीलाई जीवन जिउनका लागि होइन, हामीले लेख्ने श्रमजीवी कलमजीवीका निम्ति
एउटा प्लेटफर्म भएन भने हामी कहाँ गएर बोल्ने, कहाँ गएर लेखेका कुरा सुनाउने, त्यो खालको थलो तपाईँहरूले प्रदान गर्नुभएको छ। तसर्थ मलाई यो समीक्षाको सन्दर्भमा मलाई के भन्न मन लाग्छ भने होराइजनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू गर्दै जाओस्, हामीलाई साथ सपोर्ट दियोस्। हामीले पनि होराइजनको सन्दर्भमा भइरहेका गतिविधिका कुराहरूलाई निहारिरहेको अवस्थामा होराइजनको उत्तरोत्तर प्रगतिको कामना गर्दै म यो समीक्षालाई यहीँनिर राख्दै म बाल साहित्यकार, बाल कविता गीत लेख्ने भएको हुनाले एक दुईवटा केही गुनगुनाउन चाहन्छु। थोरै सरहरूलाई र विद्यार्थी भाइ बहिनीहरूलाई म अलिकति यतातिर केन्द्रित हुन अनुरोध गर्छु। म शिक्षक र विद्यार्थीको बीचको कुरा र होराइजनको कुरालाई सँगै जोडेर म दुईवटा गीत, बालगीत र कविता प्रस्तुत गर्छु। सबभन्दा पहिला साना भाइ बहिनीहरूको लागि, बालबालिकालाई हामीले राम्रो कुरा सिकाउनका लागि गीतबाट सिकाउन सक्छौँ, कविताबाट सिकाउन सक्छौँ। यो ससाना भाइ बहिनीका लागि जसले आफ्नो सरसफाइमा ध्यान दिन सकिरहेका छैनन्, सरसफाइमा ध्यान देऊन् भन्नका लागि यस्तो कविता, यस्तो गीत। कति लामो रेलैको इन्जिन अब म त फोहोरी बन्दिन, कति लामो रेलैको इन्जिन अब म त फोहोरी बन्दिन, साथीसँग भाँडाकुटी खेल्छु लुकामारी, साथीसँग भाँडाकुटी खेल्छु लुकामारी, बाघ चाल मात्र होइन खेल्छु गाई चारी, कति लामो रेलैको इन्जिन अब म त फोहोरी बन्दिन। यसरी हामीले बालबालिकालाई कुरा सिकाउन सक्छौँ। र मैले अब थोरै छोटो शिक्षक र विद्यार्थीको दोहोरी प्रस्तुत गर्छु। शिक्षकले जहिले पनि आफ्नो विद्यार्थीलाई आफूभन्दा अब्बल होस् भन्ने ठान्नुहुन्छ। बा आमाले जहिले पनि आफ्नो सन्तानलाई मैले भन्दा धेरै टाढा देख्न सकोस् भन्ने मान्नुहुन्छ। शिक्षकले आफू हारेर विद्यार्थी जिताउन चाहनुहुन्छ, किनकि आज विद्यालय र विश्वविद्यालयमा पढाएका अध्यापन गराउनु नै सम्पूर्ण शिक्षकले मेरो विद्यार्थी मभन्दा ठुलो ठाउँमा पुगोस् भन्ने चाहनुहुन्छ। त्यसैले शिक्षक, विद्यार्थी र यो बा आमाको सम्बन्धको कुरालाई हेर्दा गुरु र बा आमालाई हामीले एउटा त्रिदेवको रूपमा उच्च आसनमा राख्न जरुरी छ, किनकि तिनीहरूको मार्गदर्शन लिन सकियो भने जीवन सफल हुन्छ। त्यसैले विद्यार्थीलाई कक्षा कोठामा सम्झाउँदै गर्दा र विद्यार्थीको प्रतिक्रियाको कुरालाई म छोटो दोहोरीमा प्रस्तुत गर्न गइरहेको छु। पढ्ने बेला पढ्नु पर्छ, डुल्नु घुम्नु हुन्न, आफ्नो काम कर्तव्यलाई कहिल्यै भुल्नु हुन्न, पढ्नमा दिनु है ध्यान, पढेदेखि पाउने छौ सम्मान, पढेदेखि पाउने छौ सम्मान। म शिक्षक भएर भनेको, अब विद्यार्थीले भन्छ आज हामी कोपी लाछौँ, भोलि फुल बन्छौँ, ज्ञान सिप दिएदेखि ठुलो मान्छे हुन्छौँ, हे मेरा गुरु र गुरुमा पढी लेखी कमाउँछौँ है नाम, पढी लेखी कमाउँछौँ है नाम। शिक्षकले कक्षामा विद्यार्थीलाई सम्झाउने कुरा त भइरहन्छ, जतिसुकै भने पनि भनिन्छ नि, चोर अघि अघि पुलिस पछि पछि भने जस्तो पढाउँदा पढाउँदै जति राम्रो विद्यार्थी हुँदा पनि चकचक त गरेरै छाड्छ, सम्झाउन त परि नै हाल्छ। अब आज होमवर्क गरेर भनेर ल्याऊ भन्यो, अनि त्यसपछि गएर भोलि बिर्सेर आयो सर भन्छ, अनि बहानाबाजी पनि त गर्छ नि। अनि हामीले त भन्न त भन्छौँ नि, ढाँट्नु छर्नु ढाँट्नु छल्नु चोर्नु हुन्न, हुनु हुन्न जाली, उपकारी गुणी भए पाउने छौ है ताली भनेर हामीले जुन कुरा गर्छौँ, अनि त्यो गरिसकेपछि पनि त्यसले सुनिरह हुँदैन। अनि भन्छ विद्यार्थीले के गर्छ, यदि सम्झाउँदा सम्झाउँदा शिक्षकले भने ए बाबु ए रामु उठ त, उठ्यो, अनि होमवर्क देखाऊ भन्यो, अनि होमवर्क देखाऊ भनेर भनिसकेपछि विद्यार्थी उठ्यो, अनि यसो गर्दै उठ्छ, कन्याउँछ टाउको, अनि त्यसपछि भन्छ, अनि झोला खोले चाहिँ गर्छ, अनि कपी नबिटिएको कुरा देखाउँछ, दर्शाउँछ, सर मैले त कपी ल्याउन बिर्सेछु। ए बाबु कपी ल्याउन बिर्स्यौ कि होमवर्क गर्न बिर्स्यौ भनेर भन्यो, सर मैले कपी ल्याउन बिर्सेको। कहाँ बिर्स्यौ त भन्दा, तिम्रो घर कहाँनिर हो भनेर सोध्छु मैले। अनि सोधिसकेपछि भन्छ, सर
मेरो घर यहीँ योगी कुटी हो। ए ठिकै छ त, तिमीले होमवर्क गरे रहेछौ, हिँड मसँगै मोटरसाइकलमा जाउँ, त्यो घर गएर खुर्र गरेर ल्याइहालौँ त भर्खरै भनेर मैले भनेपछि के भन्छ, सर आज त मम्मीले मामा घर जाने कुरा गर्नुहुन्थ्यो, त्यही भएर मम्मी त घर त हुनुहुन्न। त्यति मात्रै छोडेन, मैले मामा घर कहाँ हो भने, अनि भने उसले मिलनचोक। जाम्न त त्यसो भए मिलनचोक के फरक पर्यो। अनि मिलनचोक जाने कुरा गरिसकेछ, एकछिन सम्झँदै गर्छ, अनि भन्छ सर आज मामा माइजूसँगै मम्मी पनि कतै घुम्नु जाने कुरा थियो। अब हेर्नु त, बहानाबाजी गर्ने विद्यार्थी पनि त हुन्छ नि स्कुलमा, सबै टप्ने त हुँदैनन्। अनि त्यसपछि गएर मैले उसलाई भन्छु, बाबु खाने मुखलाई जुङ्गाल त छेक्दैन नि त। अझ कसैले के भन्छ, सर आज मैले होमवर्क गर्ने, किन गर्ने, आज लाइन थिएन, लोड सेडिङ हुन्छ नि त बेला बेला, अहिले पो भइरहेको छैन र। अनि त्यसो भन्दा के भन्छ, अनि मम्मीले खाना त पकाउनु होला नि त साँझमा भनेर भन्दा पकाउनु भएको, केमा भन्दा ग्यासमा। अनि अँध्यारो थियो होला नि त भनेर मैले भने। अनि भन्दा विद्यार्थीले के भन्छ भने, सर मैनबत्ती बाल्नु भएको थियो। के मैनबत्ती बालेर पढ्न मिल्दैन? मैले यो प्रत्युत्तर दिएँ विद्यार्थीलाई। अनि त्यो विद्यार्थीले दिइसकेछ, मिल्छ सर, सरी सर म अबदेखि चाहिँ गर्छु। अनि मैले उसलाई यसरी सम्झाउँदै के भन्छु भने, खाने मुखलाई जुङ्गाले त छेक्दैन नि नानी, प्रगतिको शिखर चुम्न पढ्ने बनाऊ बानी, पन्नमा दिनु है ध्यान, पढेदेखि पाउने छौ सम्मान। केटोले कुरो बुझ्यौ, केटीले कुरो बुझी, अर्थात् मेरो विद्यार्थीले कुरो बुझ्यो। अनि उसले के भन्छ भने, आज गर्ने कामलाई भोलि म भन्दिन, आजैदेखि पढ्छु म त साहित्य जुराउँदिन, हे मेरा गुरु र गुरुमा, पढी लेखी कमाउँछु है नाम, पढी लेखी कमाउँछौ है नाम। मेरो संवाद पनि सकियो, मेरो प्रस्तुति पनि सकियो। सुनिदिनु भयो त्यसको लागि धन्यवाद, बोलाइदिनु भयो त्यसको लागि धन्यवाद, बोलाइरहनु होला त्यसका लागि पनि धन्यवाद, र सधैँभरि सामिप्यता रहिरहोस्। यति भन्दै म होराइजनलाई हार्दिक आभार व्यक्त बिदा हुन्छु। धन्यवाद। साहित्यबाट नै नयाँ चेतना, नयाँ विचार, मानवता बोक्ने सुन्दर आधार। धेरै धेरै धन्यवाद छ सरलाई। त्यसै गरी अत्यन्तै व्यस्तताका बावजुद उहाँ अध्यापन गर्नुहुन्छ, बिहानदेखि बेलुकासम्म रेडियोमा सञ्चारकर्मीका रूपमा काम गर्नुहुन्छ, विभिन्न साहित्यिक संस्थाहरूको नेतृत्व गर्नुहुन्छ, र पनि गायनका माध्यमबाट होस् कि कविताका माध्यमबाट होस् कि बाल बालिकाहरूका लागि बाल सिर्जना मार्फत सबैलाई मन्त्रमुग्ध पार्नुहुन्छ। हाम्रो यस बुटोल क्षेत्रका स्थापित बाल साहित्यकार पुरुषोत्तम पाण्डेज्यूलाई सम्मान ग्रहणका लागि म मञ्चमा निम्ताउँछु। बाल साहित्यकार पुरुषोत्तम पाण्डेज्यू। यहाँको जुन किसिमको शैली छ, विद्यार्थी भाइ बहिनीहरूलाई मन्त्रमुग्ध पारेर बाल साहित्यमा जुन कलम चलाइरहनु भएको छ, यो यात्रा निरन्तर रूपमा अगाडि बढिरहोस्। हामी संस्थाका तर्फदेखि यही शुभेच्छा प्रकट गर्न चाहन्छौँ। धन्यवाद छ साहित्यकार पुरुषोत्तम पाण्डेज्यू। मायाको चिनो ग्रहणका लागि